हमरा काइल बाटी नि आज शनिवार हमरा काका करली मैं मोर मिनी भलक यहीं से शुरू कर तू सकु जहन राम आज शनिवार हुइलक मोर से हमरा चाहिँ 8 बजे सम्म सुते 8 बजे उठ गएर सँगने उम्रो घर कोरक सकु काम वाम करकन हमरा चाहिँ लुगा उगा ढोक लाकन रेडी होगिनु मै चाहिँ अब चाहिँ हमरा चाहिँ एकला बाटी पसल मन आज शनिवार एकचो पसल त फल पडल मनाइने इले से पसल आइ त्यहाँहरु सँगरे उम्रो 11 बजगिल र टमार हमन चाहिँ लास्टै भुक लागत का तब मारे इ बड्डो चाहिँ काठे रोल कना का हो इ मंगाइल ल हेरो सँगरे उम्रो अनि म चाहिँ दही पियान र सोमरो चाहिँ बुढा खाइ लगली हेरो सँगरे उम्रो हमरा चाहिँ गमागम खाइली हेरो सँगरे उम्रो घरि महिना खुवाडेट ल बड्डो घरि अपना खाइट ल यहाँ 1-2 घण्टा पसल खोली हेरो सँगरे उम्रो आज शनिवार हुइल गर्छ कस्टमर एक टोपी नेइल का टमार हाम्रो चाहिँ अब कहाँ घुम जाइ त कना सल्लाह करली हेरो सँगरे उम्रो काम लाग्ट पुरै अब हाम्रो चाहिँ कहूँ जाइ न त एक दुटो भिडियो भी बनेबी कइकन हाम्रो चाहिँ चल डेली हेरो सँगरे उम्रो हाम्रो चाहिँ हापुर भाइरल रोड वहाँ पुगिली हेरो सँगरे उम्रो 2-4 साल पाछ एकदमै भाइरल रहका इ रोड मा पनि टाइटेरो आजकल त सुनसान भाइ हाम्रो चाहिँ यहाँ टिकटक रोड टन्नै बनैली आर चाहिँ हाम्रो भात निकालेर लिएका काकर 1 बजकिल रहेर सँगरे उम्रो आप जाइन त भात कहूँ होटल मा खाए कइका सल्लाह करली हेरो सँगरे उम्रो बडा बडे अनि चाहिँ हाम्रो आगिली भात खाए छ आमा खैरा मरला कुकुरीका रेस्टुरेन्ट मैले हाम्रो चाहिँ यहाँ चाहिँ हाम्रो लागि आन्डेल फर्स्ट मा पानी अनि हाम्रो लागि आन्डेल मटन खाना हाम्रो चाहिँ मटन खाना अर्डर गर्ली हेरो सँगरे प्रस्त गर्दै खाइटा हेरो सँगरे उम्रो थाली समय चाहिँ टक लाको सकु रेडी गराकन आप खाइलक मेरो सँगरे उम्रो ग्वाम सोट र मिट बाएर सँगरे उम्रो असी नका सँगरे उम्रो कौकाल अल्छी लक्ठा हेरो घर पे भात पकेना टमारा हम चाहिँ कौकाल अस्ताकन होटल कलाकन मरपुर राफे मजा भात का हेरो सँगरे उम्रो चाहिँ ओडवास भात पकेना अल्छी लाग्दा बाहिर खाए चाहिँ कबोट मान्डर छ हेरो सोम चाहिँ यहाँ आको गमागम भात खाइलु एकदमै मिट लागल हेरो सँगरे उम्रो सो आज के मोर मिनी ब्लॉग कसन लागल हजुरको लाइक कमेन्ट शेयर गर्दै अस्ता भिडियो हेर्नको लागि चाहिँ हमन फलो गर्न नै बिस्रैबी सो म चाहिँ अत्र कति बिराइटो हस्ता धन्यवाद।